हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज फेरि मैले कन्टिन्यू भ्लग गरेँ। आज चाहिँ नि सर र म्यामको वेडिङ डे हो। हाम्रो यसो सरको बिहेको गाडी बुवाहरू बसिसक्नु भयो। गाइज I for ईश्वर एन्ड के फर कल्पना। हाम्रो ईश्वर सरको जन्तीको गाडी हो। हामी चाहिँ यहाँ पार्किङ भइसक्यो। हाम्रो जन्तीहरू त्यहाँ हुनुहुन्छ। जन्तीहरू चाहिँ यता हिँडेर उता जाँदै हुनुहुन्छ। ल हाम्रो जन्तीहरू चाहिँ यताबाट जाँदै हुनुहुन्छ। कस्तो मिठा भएको। चाहिँ यहाँ आइपुगिसक्यौँ। यहाँ वेटिङमा हो। वेटिङमा बस्दैछौँ। र हामी खुसी पनि छौँ उहाँको उपस्थितिमा र यस्तै प्रकारले हाम्रो बिचमा अब दुलहीलाई पनि स्वागत गर्नेछौँ। प्रशंसाको योग्यको प्रभु हुनुहुन्छ। सबै कुरा जान्नु हुने प्रभु हुनुहुँदछ। अनि यसै कारणले गर्दाखेरि हामी दुःख हुँदै गर्दाखेरि हामी खुसीमा हुँदै गर्दाखेरि हरेक परिस्थितिमा हामी प्रभुलाई महिमा दिनुपर्ने हुँदछ। आउनुहोस् यस समय यति बेला हामी एउटा भजन गाउनेछौँ। महान ईश्वर विचार्छु काम तपाईँको, अचम्मको जो सृष्टि गर्नुभयो। हाम्रो प्रभु अति नै महान हुनुहुन्छ। आउनुहोस् यस समय यो भजन गाउँदै प्रभुलाई महिमा दिनेछौँ।
यो सुन्दर उद्देश्य योजना चाहिँ परमेश्वरको हो। यसै कारणले हामी परमेश्वरलाई धन्यवाद दिँदै आज हाम्रो बिचमा दुलाहाको रूपमा आउनुभएका आदरणीय दुलाको परिचय तपाईँहरूको बिचमा म दिन चाहन्छु। विशेष गरी उहाँ चाहिँ लोगो आश्रय मण्डलीका सक्रिय सदस्यको रूपमा हुनुहुन्छ। उहाँ हाम्रो श्री रत्नकाजी श्रेष्ठ र स्वर्गीय श्रीमती शारदा श्रेष्ठका सुपुत्र श्री ईश्वर श्रेष्ठ हुनुहुन्छ। अनि यस्तै प्रकारले दुलाहा र दुलहीको लागि विशेष वचन हुनेछ। आशिषमा रहनको निमित्त प्रभु एकअर्का करार प्रतिज्ञा प्रभु मनमा राखेर जिउने अनि तपाईँलाई सदैव महिमा दिने बनाउनुहोस् भने हामी प्रार्थना गर्छौँ। यो समयलाई विशेष तपाईँ प्रभुको हातमा राख्छौँ। पवित्र आत्मा परमेश्वर तपाईँ स्वयं उपस्थित भएर यो कार्यलाई सञ्चालन दिन हामी बिन्ती गर्छौँ। धन्यवाद परमेश्वर पिताको प्रार्थना सुन्नुभएको लागि येशू प्रभुको नाममा आमेन। अनुरोध गर्छु, आग्रह गर्छु र प्रश्न यस्तो छ, आज सुश्री कल्पना चौधरी र ईश्वर श्रेष्ठ बीच बाइबल धर्मशास्त्रको विधि अनुसार पवित्र विवाह सम्पन्न हुन लागेको छ। मण्डलीको नियम र देशको कानुन व्यवस्था अनुसार यी दुवै बीच विवाह हुन सक्दैनन् भनेर कसैसित ठोस अथवा जायज प्रमाण छ भने कृपया तपाईँले प्रस्तुत गर्न सक्नुहुन्छ। म तपाईँलाई 1 मिनटको समय दिन चाहन्छु र तपाईँको समय अब सुरु हुन्छ। र यस बेला विशेष गरिकन दुलहीको हात दुलहाको दाहिने हातमाथि राखिदिनु न म अनुरोध गर्छु। र हाम्रो बिचमा बुवा अनि मम्मी, हाम्रो कल्पना नानीको बुवा र मम्मी आउँदै हुनुहुन्छ। उहाँले दुईजनालाई उठिदिनु अनुरोध गर्छु। आज तपाईँहरूलाई म एकदम उपस्थित गराउनेछु र तपाईँहरू उठ्नुपर्नेछ, बस्नुपर्नेछ। अच्छा, दुलहीको हात दुलहाको दाहिने हातमाथि राखिदिनु न अनुरोध गर्छु। र यस बेला सबैजना ताली बजाउनु। हुन्छ, दुलहीका आमा बुवालाई म धन्यवाद दिन चाहन्छु। उहाँले दुलहीको हात दुलहाको दाहिने हातमा राखेर जानुभयो। आजको दुलहा श्रेष्ठ भाइलाई प्रश्न सोध्न चाहन्छु। मसँग 2वटा मुख्य प्रश्नहरू छ, त्यसपछिबाट करारका कुराहरू छ र सबैभन्दा पहिला म आजको दुलहा ईश्वर श्रेष्ठ भाइलाई म प्रश्न गर्न चाहन्छु र यो प्रश्नको सही उत्तर आएपछि दुलहीलाई पनि म 2वटा प्रश्नहरू सोध्न चाहन्छु। यस बेला माइकको प्रबन्ध भइसकेको छ। म प्रश्न पढ्न चाहन्छु। कृपया ध्यानसित सुनेर उत्तर दिनुहोला। ईश्वर श्रेष्ठ भाइ, तपाईँ कल्पना चौधरीसित विवाह गरी एउटा नयाँ परिवार, न्यू फ्यामिली इस्टाब्लिस गर्दै हुनुहुन्छ, सुरुवात गर्दै हुनुहुन्छ। मानिसको जीवनमा विवाह धेरै ठुलो निर्णय हो। अघि पनि हामीले वचनबाट सुनेका थियौँ र यो धेरै ठुलो निर्णय हो र तपाईँले यो निर्णय राजी खुसी साथ आफ्नै इच्छाले गर्दै हुनुहुन्छ कि कसैको करताप अथवा दबावमा आएर गर्दै हुनुहुन्छ? म यो विवाह मेरो आफ्नै राजी खुसीले गर्दैछु। हजुर, हुन्छ। कति ठुलो स्वरसँग उहाँले भन्नुभयो है, मैले मेरो इच्छा, मेरो विचार, मेरो इच्छाले गर्दै हुनुहुन्छ भनेर उहाँले भन्नुभएको छ अनि हामी सबैजनाले सुनेको छौँ, साक्षीको रूपमा हामी सुनेको छौँ। ईश्वरलाई धन्यवाद दिन चाहन्छु। यसरी नै अर्को प्रश्न, दोस्रो प्रश्न, ईश्वर श्रेष्ठ भाइ, के तपाईँ कल्पना चौधरीलाई विवाहित पत्नीको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? म स्वीकार गर्न तयार छु। म स्वीकार गर्न तयार छु। हामी ताली बजाउनेछौँ। उहाँले कल्पना चौधरीलाई आफ्नो पत्नीको रूपमा, विवाहित पत्नीको रूपमा स्वीकार सोध्न चाहन्छु। कल्पना चौधरीलाई म प्रश्न सोध्न चाहन्छु। 2वटा प्रश्नहरू छ र जसरी मैले हाम्रो दुलहाज्यूलाई मैले सोधेँ त्यसरी नै म अब दुलहीलाई पनि सोध्दैछु। प्रश्न ध्यानसँग सुनेर उत्तर दिनुहोला। तपाईँलाई सोध्न लागेको प्रश्न यस प्रकार छ, कल्पना चौधरी, आज तपाईँ ईश्वर श्रेष्ठ भाइसित विवाह गर्दै हुनुहुन्छ। तपाईँले तपाईँको आफ्नो परिवार, घर, मण्डली छोडेर सधैँको निम्ति ईश्वर श्रेष्ठ भाइको पत्नी भएर जिउने एउटा ठुलो निर्णय गर्नुभएको छ। यो निर्णय आफ्नै स्वतन्त्र इच्छाले गर्दै हुनुहुन्छ कि अथवा कसैको करतापमा दबावमा आएर गर्दै हुनुहुन्छ? हामी उत्तर सुन्न चाहन्छौँ। मेरो आफ्नै स्वइच्छाले हो। मेरो आफ्नै स्वइच्छाले। ईश्वर श्रेष्ठज्यूसित विवाह गर्दै हुनुहुन्छ। अर्को प्रश्न, कल्पना चौधरी, के तपाईँ ईश्वर श्रेष्ठलाई विवाहित पतिको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? तयार छु। तयार छु। सोधेको प्रश्नको सही उत्तर दिनुभएको लागि धन्यवाद दिन चाहन्छु। र दुलहा र दुलही दुवै हेर्दै उभिनुहोस् है। ल, अब हाम्रो दुलहा भाइको हातमा माइक हुन जरुरी छ। सबैभन्दा पहिला म ईश्वर भाइलाई दुलहीसित करार बाँध्नको लागि अनुरोध गर्न चाहन्छु।
म करारको छोटो छोटो वाक्यांशहरू बुदागत रूपमा पढ्नेछु। आजको दुलहा ईश्वर श्रेष्ठ भाइले मेरो पछि पछि ती वाक्यांशहरू डोर्याउन अनि म यो करार पढ्न मैले अब सुरु गरेँ। म ईश्वर श्रेष्ठ म ईश्वर श्रेष्ठ तिमी कल्पना चौधरीलाई तिमी कल्पना चौधरीलाई मेरी विवाहित पत्नीको रूपमा मेरी विवाहित पत्नीको रूपमा स्वीकार गर्छु। स्वीकार गर्छु। मृत्युले हामीलाई अलग नगरेसम्म जीवनको सबै अवस्थामा सम्पन्नतामा वा गरिबीमा रोगी वा आरोग्यतामा तिमीलाई प्रेम र वास्ता गरिरहनेछु भनी परमेश्वरको पवित्र विधि अनुसार म तिमीलाई वचन दिँदछु। हामी ताली बजाउने। दुलालाई जस्तै तपाईँले पनि आफ्नो हुनेवाला श्रीमानसँग विवाहित पतिसँग तपाईँले करार बाँध्नुपर्ने हुन्छ र यस बेला म करार पढ्दैछु र जसरी मैले दुलालाई करार बाँध्न लगाएँ त्यसरी नै म करारको हरेक बुदाहरू छोटो छोटो रूपमा बुदाहरू तपाईँले दोहोऱ्याउनु होला र यसरी हामी यो करारको कार्य हामी सक्नेछौँ। म करार पढ्नमा म सुरु गरेँ। म कल्पना चौधरी अलिक ठुलोसँग भन्नु पऱ्यो। म कल्पना चौधरी तपाईँ ईश्वर श्रेष्ठलाई मेरी विवाहित पतिको रूपमा स्वीकार गर्छु। आजको दिनदेखि उसो मृत्युले हामीलाई अलग नगरेसम्म जीवनको सबै परिस्थितिमा धनी वा गरिबीमा रोगी वा आरोग्यतामा तपाईँलाई प्रेम र वास्ता गरिरहनेछु भनी परमेश्वरको पवित्र विधि अनुसार म तपाईलाई वचन दिँदछु। हुन्छ, तपाईँ दुईजनाले यसरी बिचमा जाहेर गर्नुभएको छ, प्रकट गर्नुभएको छ, तपाईँलाई धन्यवाद। हुन्छ, हाम्रो बिचमा दुईवटा सुनका औँठीहरू अनि एउटा यो चाहिँ यहीँको रहेछ मोती र दुईवटा औँठीहरू आइपुगेको छ र औँठी जहिले पनि गोलाकार हुन्छ। हामीलाई थाहा छ गोलाकार हुन्छ, वृत्ताकार हुन्छ। जति नै हेरे पनि यसको अन्त तपाईँ र मैले कहीँ पनि देख्न सक्दैनौँ, पाउन सक्दैनौँ। सुन मूल्यवान हुन्छ, कस्तो चलिरहेको छ हामी सबैलाई थाहा छ, मूल्यवान हुन्छ र यसको टिकाउ हुन्छ र यो कलङ्क रहित हुन्छ। यो यसमा कुनै दाग लाग्दैन है। यो सुनको औँठीले के अर्थ बुझाउँछ भने अहिले भर्खरै दुलहा र दुलहीले एक अर्कोसित बाँध्नु भएको करार अनन्त हुनुपर्छ। जसरी यो सुनको जुन चाहिँ वृत्ताकार सुन छ, गोलाकार सुन छ, यसको हामी यसको जोड्ती कहाँ छ भनेर, यसको सिमाना कहाँ छ भनेर हामीले खोज्यौँ भने त्यो प्राप्त गर्न सक्दैनौँ। त्यसरी नै विवाह चाहिँ अनन्त हुनुपर्छ। अघि पनि हामीले वचनबाट सुनिराखेका थियौँ, यो विवाह चाहिँ केवल आज र भोलि छुटिने विवाह होइन है। यो विवाह अनन्त हुनुपर्छ र यसलाई कलङ्कित पार्नु हुँदैन र दुईजनाको बिचमा सुझबुझका कुराहरू हुनु पर्यो, अन्डरस्ट्यान्डिङको कुरा हुनु पर्यो, एकले अर्कालाई दिनुपर्ने माया प्रेमको कुरा हुनु पर्यो। अनि आजको जुन चाहिँ करार छ, तपाईँले जुन दुईजनाको बिचमा करार बाँध्नु भएको छ, त्यसलाई जीवित र बलियो राख्नु पर्यो र दुलहा दुलहीले यी कुरामा चाहिँ प्रतिबद्धता गर्नु पर्यो। तपाईँहरूको बिचमा कमिटमेन्ट हुनु पर्यो र यो कमिटमेन्ट तपाईँले विश्वासयोग्य पनि हुनु पर्यो। एक अर्का अब विवाहित पति पत्नीको रूपमा भएर जिउने अठोट गर्नुभएको छ। उहाँले प्रभु अब यो विवाहित जीवन जिउने, विवाहित जीवन अघि बढाउने उहाँले प्रभु अठोट गर्नुभएको छ, कदम उचाल्नुभएको छ, लिनुभएको छ र आज उहाँले एक अर्का प्रभु प्रतिज्ञाहरू बाँध्नु भएको छ, करार बाँध्नु भएको छ। यसको सम्झना स्वरूप प्रभु उहाँले यो
औँठी चिन्हको रूपमा ल्याउनु भएको छ। जब जब उहाँले यो औँठीलाई हेर्नुहुनेछ, आजको दिनलाई सम्झना गर्न सकेका हौँ र वैवाहिक जीवनको जुन चाहिँ सम्बन्ध छ अझै प्रगाढ अझै बलियो भएर जान सकेको होस् भने प्रार्थना गर्छु। यो औँठीमा, दुवैवटा औँठीमा प्रभु तपाईँले आशीर्वाद दिनुहोस्, छुनुहोस् र पवित्र ल्याउनुहोस्। र जब यो एकअर्का लगाइन्छ प्रभु, साँच्चै नै तपाईँ प्रभुको प्रतिज्ञा, तपाईँ प्रभुले यिनीहरू बिचमा दुईले गरेका प्रतिज्ञा र करारहरू जुन छ प्रभु, त्यसमा सधैँ नै यिनीहरू इमान्दार भइराखेको भनी प्रार्थना ख्रीष्ट यीशुको नाउँमा माग्दछु। आमेन। अब पहिला दुलहाले दुलहीको देब्रे हातको चौथो औँलामा यो सुनको औँठी लगाइदिनु हुन्छ। दुलहाले दुलहीको दाहिने हातको देब्रे हातको चौथो औँलामा है दुईजना कृपया उठिदिनु न अनुरोध गर्छु। र यति बेला हाम्रो दुलहाले यो औँठी दिनुहोस्, दुलहीलाई जुन चाहिँ औँठी लगाउनुपर्छ त्यो दिनुहोस् र म भन्नेछु त्यसपछि लगाउनुहोस् है। र दुलहाले दुलहीलाई औँठी लगाउँदै गर्दा पनि एउटा सानो प्रतिज्ञा छ, त्यो तपाईँले मेरो पछि पछि दोहोऱ्याउनु होला। हाम्रो दुलहा राजालाई म अनुरोध गर्छु र तपाईँले जब त्यो औँठी लगाउँदै गर्नुहुन्छ है, मलाई हेर्नु ल, औँठी लगाउँदै गर्दाखेरि यो मैले भनेका कुराहरू पछि पछि भन्नु होला है। र यसले चाहिँ के गर्न मैले तपाईँले के गर्न खोजिराख्नु छ भने मैले तिमीलाई विवाह गरेँ, कल्पना मैले तिमीलाई विवाह गरेँ, अब तिमी मेरो पत्नी भयो भनेर एउटा घोषणा पनि यो औँठी लगाउँदै गर्दाखेरि होस् भन्ने मेरो चाहना। र यस बेला दुलहा राजाले दुलहीको देब्रे हातको चौथो औँलामा औँठी लगाइदिँदै हुनुहुन्छ। लगाउनुहोस् र मेरो पछि पछि पनि भन्नुहोस् लगाउँदै गर्दाखेरि मैले तिमी कल्पना चौधरीलाई विवाह गरेँ पिता पुत्र र पवित्र आत्माको नाउँमा आमेन। हुन्छ, हामी ताली बजाउनेछौँ। यो औँठी साट्ने क्रम चलिराखेको छ। अहिले भर्खरै हाम्रो दुलहा राजाले दुलहीलाई दिनुभयो। अब दुलहीले पनि यो जुन करार दुईजनाको बिचमा बाँधिए यसको चिन्ह स्वरूप उहाँले पनि औँठी ल्याउनु भएको छ। र दुलही कल्पना नानीले पनि यो औँठी दुलहा राजाको हातमा लगाइदिनुहुन्छ। र दुलहा राजाको देब्रे हातको चौथो औँलामा लगाइदिनुहुनेछ। र लगाउँदै गर्दाखेरि चाहिँ अघि मैले दुलहालाई भने जस्तै त्यो प्रतिज्ञा तपाईँले पनि गरिदिनु न म अनुरोध गर्छु। र ल मैले पढ्न सुरु गरेँ है त है। मैले तपाईँ ईश्वर श्रेष्ठलाई विवाह गरेँ पिता पुत्र र पवित्र आत्माको नाउँमा आमेन। हुन्छ, हामी सबैजना ताली बजाउनेछौँ। अब दुलहा र दुलहीलाई, आजको दुलहा र दुलहीलाई ढाक टेकेर बसिदिनु न म अनुरोध गर्छु। र यस बेला यो विवाह समारोहमा विभिन्न मण्डलीबाट पाल्नु भएका गुरुजनहरू हुनुहुन्छ, पास्टरजीहरू, मण्डलीका गुरुजनहरू हुनुहुन्छ। कृपया हजुरहरू अघि आइदिनु न अनुरोध गर्छु। र यी नव दम्पतिलाई हामी आशीर्वाद परमेश्वरबाट आशिष माग्नेछौँ। यसरी जीवित हजुरलाई अघि आएर प्रार्थना गरिदिनु न म अनुरोध गर्छु। यस बेला सबैजना पास्टरजीहरू अनि जतिजना लिडर्सहरू हुनुहुन्छ चर्चको कृपया अघि आएर उहाँहरूले पनि प्रार्थना गरिदिनुहोस्। अनि बाँकी हामी सबैजना पनि प्रार्थना गर्छौँ। हाम्रो दुलहीको वरिपरि भएर हामी प्रार्थना गर्नेछौँ। परमेश्वरबाट खोलेर प्रार्थना गर्न सक्छौँ। यस बेला आउनुहोस् हामी प्रार्थना गर्नेछौँ।
परमेश्वर पिता हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ यो समयमा साँच्चै नै आज तपाईँले एउटा फ्यामिली तपाईँले जोड्दै हुनुहुन्छ र परमेश्वर पिता हामीले जसरी तपाईँ प्रभुसित हाम्रो हृदय खुलेर आशीर्वाद मागिदिएका छौँ यी दुईजनाको निमित्त यो परिवारको लागि र परमेश्वर तपाईँले आशिष दिइसक्नु भयो भन्ने कुरामा हामी विश्वास गर्छौँ। जसरी उहाँले एउटा परिवार सुरुवात गर्नुहुन्छ परमेश्वर बाबु तपाईँको आशिष रहेको होस् उहाँहरूको जीवनमा अनि एक अर्कामा प्रभु सदैव तपाईँको उपस्थिति राखिदिने बिन्ती गर्छौँ। तपाईँ प्रभुलाई प्राथमिकता दिएर जिउने यो परिवार बनाउनुहोस्। यो परिवारबाट धेरैजनाले प्रभु तपाईँमा प्रभु जीवन पाएको हुन् तपाईँ प्रभुमा आशिष पाएको हुन्। यो परिवारलाई मण्डलीमा परिवारमा अनि गाउँ अनि सबै इष्टमित्रहरूको बिचमा परमेश्वर पिता तपाईँले प्रार्थना सुनिदिनु भएको लागि येशू प्रभुको नाममा आमेन। हुन्छ आदरणीय पास्टरज्यूहरूलाई आफ्ना यथास्थानमा बसिदिन म अनुरोध गर्छु र दुला र दुलै पनि उठेर आफ्नो ठाउँमा बसिदिन म अनुरोध गर्छु। यो विवाह करारको अन्तिम घडीमा हामीहरू आइपुगेका छौँ र विवाह सम्पन्न भएको घोषणा अब म गर्न लागेको छु र दुल्हा र दुवैको म हात जोड्दै एउटा सानो प्रतिज्ञा घोषणा मसँग छ म यो गर्न चाहन्छु। हुन्छ म अब यो विवाह भएको घोषणा गर्न लागेको छु। जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ त्यसलाई मान्छेले नछुट्याओस् र अब म यी दुवैलाई पिता पुत्र र पवित्र आत्माको नाममा पति पत्नी भनी घोषणा गर्दछु। आमेन। आजको पवित्र विवाहको द मोस्ट अवेटेड मोमेन्ट है अघिदेखि नै दुली रानी दुलै चाहिँ नै घुम्टोभित्र छिन् र दुलैको मुहार हेर्नलाई सबैभन्दा सायद आतुर त आज साथसाथै हामीहरू पनि छौँ है। हामीहरू पनि दुलैलाई जसरी भित्री उहाँ हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी विश्वास गर्दछौँ जान्दछौँ। र यस समयमा दुवैजनालाई फेरि उठिदिनु अनुरोध गर्छु र हाम्रो दुला राजालाई दुलैको घुम्टो बिस्तारैसँग उघारिदिनु हुनको निमित्त म अनुमति दिँदछु। यसरी घुम्टो खोलेर तपाईँ दुईजना अगाडि अहिले चाहिँ तपाईँहरू सबैजनाले दुलही र दुलहा दुवैजनालाई स्पष्ट रूपमा तपाईँले देख्नुभयो र यो उत्सव हामीले मनाइराखेका छौँ र बाँकी रहेको समय फेरि आजको सेवा सञ्चालक दिन चाहन्छु र बाँकी रहेको कुराहरू उहाँ अगाडि आएर भिचुको मैनमती बाली दिनुको लागि यो समय दिन चाहन्छु। हुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। र अब यसको संज्ञा तपाईँले बुझिसक्नुभयो। अब दुई परिवार अब एउटै सिङ्गो परिवार बनेको छ। यानि कि उहाँहरू दुईजना छुट्टा छुट्टै हुनुहुन्थ्यो जब विवाह करार भयो उहाँहरू अब श्रीमान श्रीमती घोषणा भइसकेको छ र अब चाहिँ उहाँहरू एक हुनुभएको छ। यसै कारणले परमेश्वरले अब उहाँहरूलाई बनाउनु भएको यो एउटै जोडीलाई चाहिँ कुनै पनि कुराले कुनै पनि तत्त्वले नछुटाओस्। आमेन। मण्डलीका एल्डर रेभरेन्ड डेभिड लेप्चा दाजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँले हाम्रो भाइ र बहिनीलाई विवाह करार गराइदिनु भएको निम्ति र आजबाट उहाँहरू श्रीमान श्रीमती घोषणा छ। यसै कारणले धेरै यो सर्टिफिकेटमा सिग्नेचर गराउनको लागि र सर्टिफिकेटको लागि सिग्नेचर गराउने अनि त्यसपछि वितरण गर्ने कार्यको लागि हाम्रो मण्डली स्तुति प्रशंसा मण्डलीका डिकन उमेश श्रेष्ठ भाइलाई म अगाडि बढाउन चाहन्छु। जय विशेष साथै नमस्कार सम्पूर्णमा नव दम्पतिलाई एउटा पवित्र बाइबल पनि गिफ्टको रूपमा हामी दिने गरेका छौँ। यो दुवै प्रमाणपत्र र बाइबल गिफ्ट दिनुको लागि म आजको केरिएसी मण्डली एल्डर एनके महर्जनज्यूलाई अनुरोध गर्न चाहन्छु। हामी ताली बजाइदिन सक्छौँ। समय आजको पवित्र विवाहको कार्य
को समय म आजको सञ्चालक यसै मण्डलीका डिकन राजसिंहज्यूलाई दिन चाहन्छु। सर्टिफिकेट सिग्नेचर लगायत हस्तान्तरण कार्यमा सहायता गरिदिनु भएको लागि हाम्रो आजको पवित्र विवाह कार्यक्रम सम्पन्न भएको छ र हामीहरू सबैजना खुसी छौँ र यी सबै कार्यहरू हुँदै गर्दा धेरै कुराहरू भएको छ। अनि धन्यवादको 2 शब्द राखिदिनुको लागि हाम्रो यसै मण्डलीका बहिनी सुजु थापालाई अगाडि बोलाउन चाहन्छु। उहाँले हाम्रो बिचमा धन्यवादको शब्द राख्नुहुनेछ। सुन्दर दिन सृष्टि गरेर दिनुभयो, जसको कारणले गर्दाखेरि आज हामीले बहिनी कल्पना चौधरी अनि आजैबाट ज्वाइँ बन्नुभएका ज्वाइँ ईश्वर श्रेष्ठको पवित्र विवाहमा सहभागी बन्न पाएका छौँ। सर्वप्रथम आजका नवदम्पतिलाई हार्दिक हार्दिक बधाई छ। परमेश्वरले यहाँहरूको जोडीलाई एकदमै प्रशस्त आशिष दिनुभएको होस्। आज म यहाँ दुलहीको तर्फबाट दुलहीको परिवार, मण्डलीहरू, स्तुति प्रशंसा मण्डली, सप्तरी कल्याणपुर मण्डली र दुलहाको तर्फबाट पनि अनि उहाँको परिवारहरू, उहाँका आफन्तजनहरू र दुलहाको मण्डलीको तर्फबाट पनि समग्र रूपमा धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छु। आज हामीलाई परमेश्वरको वचनबाट विवाहको सन्देश बाँड्नुहुने पाटन कोइनोनिया मण्डलीका आदरणीय पास्टर रेभरेन्ड प्रकाश सुब्बाज्यूलाई हार्दिक हार्दिक धन्यवाद प्रदान गर्न चाहन्छौँ। यसै गरी आज करारको विधि गरिदिनुहुने स्तुति प्रशंसा मण्डलीका एल्डर रेभरेन्ड डेभिड लेप्चाज्यूलाई पनि धेरै धेरै धन्यवाद छ। यसरी नै दुलहा पक्षका मण्डली, पास्टरज्यू, अब्बाज्यूहरू, परिवार, आफन्तजनहरू अनि समस्त जन्तीहरूलाई पनि धेरै धेरै धन्यवाद छ। यसरी नै दुलही पक्षका मण्डली, पास्टरज्यू, अब्बाज्यूहरू, परिवार अनि आफन्तजनहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। अनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आजका नवदम्पतिलाई आशिष, बधाई र यो विवाहको साक्षी बन्नलाई विभिन्न ठाउँहरू जस्तै दार्जिलिङ, मिरिक, सिलगढी, सिक्किम, कोरिया, कल्याणपुर अनि नेपालका विभिन्न ठाउँहरूबाट पाल्नुभएका सम्पूर्ण पास्टरज्यूहरू, अग्वाजनज्यूहरू लगायत सबै सहभागीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यसै क्रममा आज हाम्रो निम्ति स्वादिष्ट प्रेम भोज तयार गरिदिनुहुने क्याटरिङ भवनलाई अति सुन्दर रूपमा सजाइदिनुहुने डेकोरेसन टिमहरूमा जो जति जवानहरू हुनुहुन्थ्यो सबैलाई धेरै धेरै धन्यवाद छ। साथै आजको म्युजिक टिम, क्यामेराका सम्पूर्ण टिम, मिडिया टिम अनि भोलिन्टियर्सहरूलाई पनि हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आजको यस कार्यक्रम सञ्चालन गरिदिनुहुने आजका सञ्चालक स्तुति प्रशंसा मण्डलीका डिकन राजसिंह दाईलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ। साथै आजको कार्यक्रमको विभिन्न भागहरू वहन गरिदिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद छ। अनि यसरी नै पार्किङको लागि ठाउँ जुटाइदिनुहुने एनटिसी फ्यामिलीलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। अन्त्यमा आजको यो विवाह कार्यक्रमको निम्ति सरसल्लाह, सहयोग र प्रार्थना गरिदिनुहुने सम्पूर्णमा हाम्रो हार्दिक धन्यवाद छ। यदि छुटपुट भएको छ अनि मैले कसैलाई बिर्सेको छु भने माफ गर्नुहोला अनि यसैलाई नै धन्यवाद स्वरूप स्वीकार गरिदिनुहोला। हस्, धन्यवाद।